जाउँ हामी त्यस्तो बाधा हुँदैन हाम्रो ल गाइस अब चाहिँ फाइनली हामी निस्किन लाग्छौँ है ल जाउँ ल काका ल हामी लाग्यौँ काका जाउँ लाग्दैछौँ अब जाउँ गाइजहरू आउनु भने जस्तै हो होइन स्टुडियोको घडीमा कति बजे चाहिँ स्टुडियो 33 भन्छ नट बुढिया किन भएर घुम्ती हरान गराइदिन्छ एकचोटि मात्रै होइन नि त भयो केटाहरू फेरि ल फाइनल्ली जाँदै हो अब चाहिँ जे हुन्छ हुँदै गर्छ देखाउँदै गरौँ न हामी होइन जाँदा चाहिँ अब त्यहाँ तल फर्स्टमा जाउँ अब तल स्टेसनमा गएर वेट गरौँ अब कहाँको ट्रेन आउँछ त्यहीँ जाउँ हामी अब केही छैन अब ट्रेनमा देखाउँछ गाडीले सिकाइदिन्छ नत्र म ट्रेन पनि देखाइदिन्थेँ जाँदैछौँ अब जान चाहिँ लगातार होइन भर्खरै अब निस्केर अब म पहिचान देखाउँछु कहाँ जाने भन्ने कुरा कस्तो हातको खाएको रहेछ त यार जाँदाखेरि पनि के छ गाइस हामी यस्तो हाम्रो कता भर्खर भाइ भिडियो आएको भिडियो ठिक छ ल ठिक छ है कहीँ नि अब यस्तो निस्केको त्यो बेला छुट्टै दिन के रुमतिर बस्नु ओहो जाने हो रेडी भएको के हो केटाहरू ह्यान्डसम केटाहरू छन् है यता ल जानु पर्ने निस्किने हो फेरि जाने चाहिँ भन्छ पछि अब पछि कसले ल्याउनु लाएर ओके ओके ल ल ल हामी निस्किँदै गर्छौँ नि त ल खसी काट्नु ल है एकदम राम्रो भयो हो ल गाइजहरू हामी चाहिँ ग्र्याबको वेटिङमा छौँ अहिले बसिरहेको छौँ अब ग्र्याब कति टाइम लाग्ने रहेछ घुमाइ चाहिँ गर्नु पऱ्यो भन्ने छ गर्मी त पानी नै परेन कस्तो पसिना आएको त यार है पानी परेर त्यही त नि हाम्रो होस्टेलको अवस्था चाहिँ यही छ त्यो माथि दाइ हुनुहुन्छ हाम्रो कम्पनीको यो होस्टेलको एरिया भयो होस्टेलको बाहिरपट्टि हो रमाइलो छ हो भाइ कस्तो रमाइलो भइरहेछ ठिकै छ अब रमाइलो हुने ठाउँ पुगेको छैन यता फेरि मान्छे निन्द्राबाट बिचरा सुत्दै नसुत्दै घुम्न आइरहेको छ फेरि टोलीहरू कहाँ हिँडेको पाउँदै खतरा देखेछ पाउँदा यहाँ पाउँदा फेरि बिचरा घुम्न जानलाई खुट्टा चाहिँ धुन्छ अरे मुख धुनु नि दाइ भनेको होइन खुट्टा चाहिँ धोएर जाने अरे फेरि त्यस्तो छ यो बङ्गाली लानु पर्दैन कुनलाई तपाईँको म त्यस्तै हालिदिन्छु मामा यिनै मानिस हो नि यस्तो बोल्ने होइन कुन के गरेर भन्दा देख्ने लाज हुन्छ नि मै हो है त्यही यस्तो यस्तोहरू छन् ल ल फाइनल्ली गाडी आयो है जाँदै चाहिँ छौँ हामी जाँदा चाहिँ केटाहरू चाहिँ एक लड चाहिँ गइसक्यो हामी चाहिँ जाँदैछौँ वाह यार भाइ के हो होइन आइपुग्न लाग्यो केटाहरू पछाडि छन् पछाडि बसिया छौँ
ल गाइज फाइनल्ली हामी आइपुग्यौँ यहाँनिर इको ट्रपिक भन्ने ठाउँमा है। यो मेरो सेकेन्ड टाइम हो। सो होमाइको फर्स्ट टाइम होला, पवन दाइको पनि फर्स्ट टाइम होला होइन। 3 टाइम पो भइसकेको छ यार दाइको त। अनि मेरो सेकेन्ड टाइम हो। पवन दाइ फेरि जो पाए त्यहीसँग नै आइदिन्छन्। दाइलाई फेरि रमाइलो छ फेरि। यो यताको यो भ्यूहरू भयो। जाने अब यता यतै कता उता त होइन त, हामी छिर्ने यहाँबाट पो हो त। ल दिन्छ इको ट्रपिक। अझ हामी त यो पालि त खै अलि राम्रो ठाउँमा आइपुगेन क्या। यो मेन ठाउँमा आइपुगे कि छैन। यो त बाहिरको एरिया हो। गाडीबाट झरेको मात्रै हो नि त। फाइनली हामी गाडीबाट मात्रै झरेको छौँ फाइनली। यस्तै छ यहाँतिर। अब आजको छुट्टी, भोलि पनि छुट्टी नै छ। गार्डनहरू जस राम्रो छ यहाँभन्दा पनि स्पेसल गार्डनहरू त्यो पर छ क्या भाइ, रङ्गी चङ्गी गार्डनहरू। अनि यता हो कि उता हो भन्दै यो भयो तासे सेम होइन बिल्कुल डिफ्रेन्ट नै छ। तिमी आउँदै गर न। डिफ्रेन्ट पोखरीहरू त्यस्तै टाइपकै हो यो छ। रुबेदाजु हामी खेलेको होइन। यो पर यो खेल्ने ठाउँ हो। अब मेन गार्डनहरू त उतै पो छ यार। होइन मेन गेट चाहिँ कहाँबाट हो यार? पत्ता लगाउनु गाह्रो भएको छ। यता त पछि पो घुम्दै आएको थियौँ हामी। उता त घुमेको छौँ भाइ। कहाँ घुमेको छैन हामी, खेलेको ठाउँ यहाँ हिँड्नु दाइ हो र। ठिक छ त्यसो घुमौँ हामी, घुमिराखौँ है। के हो त यो बडार जस्तै होइन? यो छ यहाँतिर होइन। रमाइलो छ होइन भाइ। आउन त सकिँदैन, फोटोसोटो खिच्ने ए हो एकलट हो घुम्ने। धेरै ठुलो छ नि त एरिया त, त्यो भएर। अनि एरिया ठुलो छ टुलीहरू होइन। बिचमा अब हाम्रो फोटो सेसन कार्यक्रमहरू हुन्छ होइन। ग्यापमा बस्छौँ है हामी अलिकति ग्यापमा बस्छौँ। कुन पोजमा बस्दा हुन्छ अहिले ओके ल।